सरहरू दसैँमा छुट्टीमा गएर माछा मारेर 1 केजी माछा मारेर लानु पर्यो। कति छ यहाँ पढ्नु छोडेर यहाँ माछा मार्दैछ यसलाई पखेल पढ्नु छोडेर काम छैन फेरि यहाँ के माछा मार्दै बसेर पढ्ने बेलामा चाहिँ तेरो ज्वरो आउँछ यहाँ माछा मार्दैछ तँलाई लाज लाग्दैन तँलाई पढ्नु छैन 8 कक्षामा 4 चोटि फेल भइसकिस् यत्रो बुढो भइसकिस् तँलाई अझै पनि लाज लाग्दैन तँलाई के गरेको यहाँ पढ्नु पर्दैन डिजिटलसम्म माछा मार बस पछि जिन्दगी के माछा मार्दै बसेपछि पनि फ्युचरमा सोच्नु पर्दैन के हो त अबबाट देखिहाल्यो तँलाई अब अर्को चोटि देखिदियो भने तँलाई यस्तो प्रकारको उडो छ यहाँ पहिले भाइ छोडे आबी जस्तो नगर्ने पढ्ने समय गर्ने यसरी आफ्नो जस्तो के भयो पढाइ छोडे यसरी माछा मारेर हुँदैन आफ्नो भविष्य सोच्नुपर्छ जिन्दगी बनाउनुपर्छ है त ल मेरो ज्ञानी विद्यार्थी ल अझले पढ्नु है त माछा सर कस्तो ल्याङ गरेको यसको होमवर्क पनि गरिदिनु जाँदिन परे सर भने मान्छे